नातिहरूको वर्तमानमा भनेको हजुरबाले गर्ने कर्तव्य हो। अब बिहासँग आफू रहन सकिन्छ सकिँदैन, एकदम खुसी पनि छ, राम्रो पनि लाग्यो, एकदम हर्षित छु। समुद्रको छालमा अब हात बढाउन वर्तमानमा भन्ने चाहिँ छेत्री बाहुनको एउटा कर्म हो। वर्तमानमा गरेपछि नगरिकन हामीहरूको बिहा गर्न मिल्दैन, त्यसलाई चाहिँ उत्तम मानिँदैन। अब मर्दा बढ्दा कुनै काहीँ केही गर्दा पनि वर्तमानमा गरेका छैन भने बाबुआमाको क्रिया गर्न पनि मिल्दैन। त्यसमा त्यतिखेर वर्तमानमा गरिएर हिँड्छ भने उसको जनै लगाएर त्यतिखेरै वर्तमानमा गराएर अनि बाबुआमाको क्रिया गर्न लगाइन्छ। त्यसले गर्दा वर्तमानको हाम्रो ठुलो महत्त्व छ कि तिमी आउनु यसै खाली हात नबोकी साथमा कुनै झुटा मोटा बात दुःख भुलाइ न केही लुकाइ। वर्तमानको केटाहरूलाई बटुक भन्छौँ। त्यो बटुकहरूलाई चाहिँ एउटा शिक्षा दिएर अब उनीहरू चाहिँ जिन्दगी चाहिँ अर्को स्तरमा पुग्दैछ। यो हाम्रो संस्कार हो। झरीको रातमा लुचेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँमा। मेरो बाबुहरू सानोमा चाहिँ एकदमै अरूहरूसँग घुलमिल गर्न नमान्ने होइन, एक्लै उ गर्न खोज्ने, बाबा मामु जुन घरको फ्यामिलीहरूसँग मात्रै बस्न खोज्ने थियो सानोमा। अहिले चाहिँ एकदमै सबैजनासँग घुलमिल गर्न पाए हुन्थ्यो, खेल्न पाए हुन्थ्यो, बाहिर रमाउन पाए हुन्थ्यो भन्ने एकदमै चेन्ज भएका छन्। रमाइलो गर्न केही उपहार दिलाउने भए तिम्रो ओठमा मिठो हाँसो बोकी आउनु उकालियो रालीमा जिन्दगीको चाहना छ केवल तिम्रो साथको तिमी नछुट्ने गरी मेरो हात समाऊ है। अब यी कोठा मनका सुनसान छन् मुस्कानहरू कहीँ घुम्न। अब बच्चाहरूलाई चाहिँ अहिले नै यस्तो गर त्यस्तो गर भनेर चाहिँ हुँदैन होइन, त्यो पछि त उनीहरूमै डिपेन्ड हुने कुरा हो। तैपनि म बाबुहरूलाई चाहिँ नराम्रो बाटोमा नलाग, राम्रोसँग पढ, ठुलो मान्छे हुनुभन्दा पनि ज्ञानी भएर निस्क, सबैलाई रेस्पेक्ट गर, त्यही नै भन्न चाहन्छु। आफूले गर्ने कर्तव्य अहिले मैले गरेँ भने बिहा पनि गराउन सकेँ, भगवानको कृपा, आफू पनि बाँचेर बिहा गराउन सकेँ भने त्योभन्दा हौसला त्योभन्दा खुसी के आउँछ र अर्को। उनको बिहा पनि खान सकूँ भन्ने त्यति एउटा इच्छा छ। झरीको रातमा लुचेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ